परमेश्वरको बढाइ होस्। फेरि पनि हामी आशिष मण्डली आशिष टिभीको माध्यमबाट हामी तपाईको समक्षमा फेरि एउटा गवाई लिएर आएको छौँ। यो गवाई हाम्रै मण्डलीका विश्वासीको हो। यसकारण हामी यो गवाई सुन्न जाँदैछौँ। हामी पहिले परमेश्वरलाई सानो प्रार्थना गर्नेछौँ। आउनुहोस् प्रार्थना गर्नुहोस्। पिता परमेश्वर धन्यवाद, यो गवाई तपाईको समक्षमा तपाईको पुत्र येशूको नाउँमा तपाईको पवित्र आत्माको सम्मुख अनि उपस्थितिमा हामी रेकर्ड गर्दैछौँ। हे प्रभु परमेश्वर, जतिजनाले यस गवाई सुन्छ अनि हेर्छ हरेक आशिष भएको होस् प्रभु। तपाईको छोरीलाई प्रभु परमेश्वर तपाईँले सहायता गर्नुहोस् प्रभु परमेश्वर। तपाईँ बोल्नु नजान्नेहरूलाई इस्तेमाल गर्नुहुने परमेश्वर धन्यवाद प्रभु येशूको नाम आमेन। आउनुहोस् हामी पहिले उहाँको परिचयबाट सुरु गर्नेछौँ। काकी परिचय दिनुहोस्। सबैजनालाई जय मसीह। म आसामदेखिको दक्षिणपाडामा बिहा भएको अनि आज म प्रभुको निम्ति यहाँ गवाई दिन जाँदैछु। मेरो अलिकति अहिले फिलहाल तपाईँको नाम बताउनुहोस् अनि बडा उयसको नाम बताउनुहोस्। मेरो नाम हो सारिका अनि दक्षिणपाडा डिबुलाइनमा बिहा भएको हो। काकाको नाम पनि बताउनुहोस्। मेरो हस्बेन्डको नाम हो अमर अनि छोरीको नाम? अनि छोरीको नाम हो लक्ष्मी पवित्र अनि सबैले चाहिँ लक्ष्मी भनेर बोलाउँछ गाउँमा। अनि लक्ष्मी भन्ने पठाएछु मैले बिर्सेर। हुन्छ हुन्छ। अनि तपाईँले प्रभुलाई कसरी पायो अनि यस विषयमा तपाईँले प्रभुलाई कसरी पायो यो पहिले यहाँबाट सुरु गर्नुभयो। तपाईँले प्रभुलाई चाहिँ कसरी पाउनुभयो? म सानोदेखिको प्रभुमै छु। म मेरो बाउ आमा पहिलेदेखिकै विश्वासी नै हो। अनि बिचमा म यस्तै अब सानोदेखिको बाहिर हिँडेर अनि त्यहाँदेखिको त्यत्तिकै बाहिर बिहा भयो। अन्य जातिसँग बिहा भयो। अनि मैले बिहा गरेको त थुप्रै साल भयो, 20, 25, 30 पनि हुनसक्छ, याद छैन त्यति साह्रो। म पनि त्यतिखेर त अलिकति म अहिले 40-45 वर्ष पुगेँ होला। अनि त्यति अन्य जातिसँग बिहा भएर चाहिँ अनि म तपाईँले यो तपाईँ सबैले सुन्चाइ याद गर्नुहोस्। हामी जन्ममै जन्मदेखि नै क्रिस्चियन हुनु र प्रभुलाई पाउनुमा फरक छ। अब जस्तो कि हाम्रो छोराछोरीहरू सबै क्रिस्चियन भएर जन्मेको छ होइन, तर प्रभुलाई पाउनु र जन्म भएर क्रिस्चियनमा जन्मिनु चाहिँ के फरक छ भन्दा चाहिँ प्रभुलाई पाएपछि चाहिँ प्रभुप्रतिको भक्ति बढ्छ। याद गर्नुहोस् होइन। तपाईँ जन्मिँदाखेरि त्यो भक्ति थियो भने चाहिँ ठिकै हो, तर प्रायः नै जब क्रिस्चियनको घरमा क्रिस्चियनको छोराछोरी जन्मिन्छ त्यो भक्ति देख्दैन। याद गर्नु। अनि त्यो भक्ति जुन चाहिँ परमेश्वरप्रतिको तृष्णा कसरी जाग्यो त्यहाँबाट चाहिँ प्रभुलाई पाउनु भन्छ। याद गर्नुहोस्। एउटा क्रिस्चियनको घरमा सबैजना जन्मिन्छ, थुप्रै क्रिस्चियनको घरमा जन्मिन्छ, तर क्रिस्चियनको घरमा जन्मिए तापनि प्रभुलाई पाएको हुँदैन। अनि मेरो तपाईँलाई सोध्नु यही उयो छ कि तपाईँले चाहिँ कहिलेदेखि अनुभव गर्नुभयो प्रभु चाहिँ मेरो उद्धारकर्ता रहेछ, मेरो मुक्तिदाता रहेछ, उहाँ मेरो निम्ति मर्नु भएको रहेछ, उहाँ नै सृष्टिकर्ता रहेछ भनेर तपाईँले कहिलेदेखि अनि कुन पाराले कुन स्थितिमा तपाईँले यो अनुभव गर्नुभयो? त्यो चाहिँ मैले भर्खर 1 साल जस्तो भयो होला। हालेलुया। तपाईँ जन्मिएको प्रभुमा जन्मिएको 45 वर्ष भयो। हालेलुया। यो इन्ट्रेस्टको कुरा हो, इन्ट्रेस्टको कुरा हो। यो अरूले सुन्दा यस्तो हुँदो रहेछ भन्छ। अब अरू विश्वासले सुन्दा प्रभुमा जन्मेको कति 45 वर्ष भयो, तर अब प्रभुलाई पाएको 1 वर्ष हुँदैछ। याद गर्नु। हालेलुया। अनि यो चाहिँ पोइन्टको कुरा हो, यही नै मैले निकाल्नु आँटेको। प्रभुमा जन्मेको तपाईँ 45 वर्ष भयो होइन, जन्मेको प्रभु क्रिस्चियन घरानामा 45 वर्षको उमेर भयो, तर तपाईँले प्रभुलाई पाएको चाहिँ 1 वर्ष भयो। हालेलुया। अब तपाईँले यो कुरा भन्नुहोस् कि कसरी अब त्यो पहिले प्रभुमा जन्मिए तापनि त्यो अनुभव अनि बादमा प्रभुलाई पाएर अनुभव अनि तपाईँले प्रभुलाई कसरी कुन स्थितिमा कसरी चाहिँ पायो भनेर चाहिँ यो चाहिँ अब 1 वर्षमा को कुरा मैले त्यो 45 वर्षको कुरा गरेको होइन। 1 वर्ष अगाडि चाहिँ तपाईँले कसरी प्रभुलाई पायो यो चाहिँ म तपाईँलाई सोध्न आँट्दैछु। भन्नु। अनि हामी अब यस्तै भयो, अन्य जातिसँग बिहा गरेर चाहिँ यत्रो साल बितायो। मैले अन्धकारमा बसेर
क्रिस्चियनको छोरी भएर पनि त्यति साह्रो मलाई उयो थिएन, किन भन्दा म स्कुल पनि पढ्नु पाइनँ, वचन पढ्दिनँ, त्यही भनेर मेरो दिमाग कम्ती भएको हो किन। अनि त्यतिकै साल वर्ष बित्यो। अनि किन भन्नु त म अब उताबाट आउँदाखेरि म यहाँ अब कहिले नआएको ठाउँमा आएर चाहिँ बाटोहरू म चिन्थेन। मेरो छेमाहरूको घर मेची बस्तीमा हुनुहुन्छ मेरो छेमा काकाहरू, तर पनि म जानु सक्दिनँ थियो। अनि मलाई त अब सबै कुरो मैले अब सानोदेखिको चर्च गएको थाहा थियो, तर मनमा चाहिँ अलिकति नराम्रो लाग्थ्यो। म यस्तो भुल गरेँ, म माथि बोल्ने कोही भएन, मलाई सम्झाउने कोही भएन, म अन्जानमा यो गल्ती गरेँ भनेर मैले पुरा मनमा चाहिँ प्रचेताप हुन्थेँ कि सोच्थेँ, मैले मनमा रुन्थ्यो। अनि मैले अब चर्च गएको वचनहरू सुनेको त्यो त मेरो दिमागमा छ। अब मैले वचन नपढेँ भने पास्टरद्वारा मैले वचनहरू सुनेको प्रभुको बारेमा सबै कुरो याद छ मलाई। अनि त्यो याद आउँथ्यो। अनि त्यसरी नै रहँदा बस्दा चिन्दै गयो बाटोहरू जग्गाहरू। त्यहाँदेखिको म छेमा घर गयो। अनि छेमा घर जाँदाखेरि चाहिँ छेमाले यति नै भन्नुभयो कि तैँले किन यस्तो गरेको, अन्य जातिसँग त थाहा भइ प्रभुमा सबै थाहा छ, त क्रिस्चियनको छोरी भएर पनि त यस्तो काम गर्यो, ठिकै छ, अब गल्ती भयो, प्रभुले क्षमा गरिदिनुहुन्छ, ज्वाइँलाई पनि ल्याउनु कोसिस गर्नु, प्रभुमा फेरि फर्किने कोसिस गर्नु भनेर भन्नुभयो छेमाले काकाले। अनि त्यतिखेर म भाडा घरमा बस्थ्यो, काम पनि राम्रो थिएन, कहिलेकाहीँ भएको कारणले गर्दाखेरि। अनि मेरो साथीभाइहरू पनि कोही विश्वासी थिएन अन्य जातिमै। त्यतिकै यत्रो साल बित्यो। अनि फेरि पछाडि मेरो कति बिहा गरेर यस्तै 10-15 वर्ष बाद चाहिँ मेरो आफ्नो मान्छेहरू आउजाउ गर्नु थाल्यो। अनि त्यहाँदेखिको मेरो बहिनी पनि गोपी मनमा बिहा भयो। अनि उनीहरूले सम्झाए मलाई। त्यहाँदेखिको म लुकी त्यहाँदेखि चाहिँ फेरि म चर्च जान थालेको थियो छेमा घरमा। अनि नानीहरू पनि भएको थिएन, धेरै साल भएको थियो नानी भएको थिएन, खालि म बिमारी हुन्थ्यो, कहिले मलाई सन्चो हुन्थेन। अनि त्यतिकै म सेवा जाँदा त्यहाँदेखिको फेरि जयगाउँ छोडेर दलसिंहपाडामा आयो। दलसिंहपाडामा आउँदाखेरि फेरि मेरो सेवा जानु बन्द भयो। अनि त्यसले गर्दाखेरि म अन्धकारमा यत्रो साल मेरो जीवन बित्यो, आधी जीवन बित्यो। अनि फेरि लकडाउनमा चाहिँ यो कोरोनाको बिमारले गर्दा लकडाउनमा चाहिँ काम बन्द भयो। अनि बाहिर जाँदाखेरि चाहिँ मलाई प्रभुले नि लानु भएको होला। बाहिर जाँदाखेरि केरला गएको थियो बाहिर काम गर्नु भनेर। अनि त्यहाँनिर फेरि म प्रभुलाई पाएँ। मेरो बहिनी पुनम उसले पनि मलाई बोलाएर चाहिँ अन्त केरलामा काम गर्नु जाँदाखेरि चाहिँ फेरि पनि अनि प्रभुले पाएर चाहिँ सेवाहरू जान थाल्यो। त्यहाँदेखि चाहिँ म नानीलाई पनि बुढालाई पनि लान थाल्यो सेवामा। 1 महिनामा 1 दिन मात्रै 2 दिन मात्रै छुट्टी पाउँथ्यो हामीले। त्यो पनि नाइट ड्युटी रातभरि गरेर पनि हामी सेवामा जान्थ्यो, म लिएर जान्थ्यो। अनि सेवामा जाँदा प्रभुले बाटो देखाइदिनु भयो। हिन्दी चर्च पाएर चाहिँ हामी त्यो सेवामा जाँदा चाहिँ अनि फेरि पनि अनि 2 साल जस्तो काम गरेर घरमा आएर चाहिँ अनि हामीले अनि फेरि प्रभुमा म मेरो बुढालाई र नानीलाई चाहिँ मैले ल्यायो। धन्यवाद दिन्छु म प्रभुलाई, धेरै धन्यवाद। मलाई प्रभुले अन्धकारमा बस्दाखेरि पनि म यत्रो ठुलो गल्ती गरेर मैले आफ्नो जीवन बिताएँ, आधी जीवन बितायो। तर पनि यस्तो समस्याहरू आएको थियो, ठुलो समस्या आएको थियो। तर प्रभुले मलाई किन भन्नु म तर एउटा कुरा तपाईँले गरेर तपाईँको परिवारले पनि विश्वास गर्नुभयो होइन? हालेलुया। तपाईँद्वारा उहाँ विश्वास गर्नुहुन्थेन अन्य जातिहरू। म एउटा कुरा भन्न चाहन्छु, यो जसले भिडियो हेर्छ कतिजना मैले देखेको छु बाबामा विश्वासीहरू अन्य जातिलाई बिहा गर्छ अनि उनीहरू फर्किएको छैन। याद गर्नुहोस्, उनीहरू फर्किएको छैन, तर तपाईँलाई मैले फर्किएको देखेको छु प्रभुमा। हालेलुया। धेरै मैले देखेको छु जो अन्य जातिमा बिहा गरेर चाहिँ उनीहरू फर्किएको छैन। याद गर्नुहोस्, यस्तो हजारौँमा एकजना मैले अहिलेसम्म
अन्य जातिमा बिहा भएर फर्किएको देखेको चाहिँ अहिले उहाँलाई मात्रै हो। हालेलुया। अनि म यही सल्लाह दिन चाहन्छु विश्वासीलाई अनि जवानहरूलाई। तपाईँको छोराछोरीहरू ठुलो छ त तपाईँले आफ्नो छोराछोरीलाई विश्वासीको बिचमै विवाह गरिदिनुपर्छ। अनि जवानहरू कसैले हेर्दैछ भने तपाईँले उनी विश्वासीलाई नै चुन्नुपर्छ, होइन नि? बाँकीमा धेरै समस्या आउँछ। उहाँ जसरी फर्किनु भयो त्यो चाहिँ सबैले मौका पाउँदैन, याद हुनुहुन्छ। हालेलुया। जसरी उहाँले परमेश्वरले मौका दिनुभयो अनि उहाँको हस्बेन्डले नि उहाँद्वारा विश्वास गर्नुभयो, उहाँको छोरीले पनि। तर यस्तो धेरै देखेको छु मैले जो फर्केको छैन। प्रभुलाई छोडिओरी अन्य जातिसँग विश्वास गर्नेहरूमा मैले अहिलेसम्म मेरो जीवनमा प्रभुमा मैले थाहा पाएको चाहिँ उहाँलाई मात्रै देखेको छु, देखेँ। हालेलुया। आजको गवाईको सर्वप्रथम कुरो यही सन्देश म दिन चाहन्छु यो गवाईबाट कि जब कोही प्रभुलाई छोडेर विवाह गर्छ अन्य जातिसँग त्यो फर्किन साह्रो छ। अनि यो चाहिँ मैले के लाग्छ भने कसरी किन फर्कियो होला भने उहाँको त्यो शुद्ध विवेकद्वारा अनि उहाँमा धन सम्पत्ति संसारिक कुरो कुनै कुरोको एट्र्याक्सन कुरो नभएकोले गर्दा अनि परमेश्वरको वचनले नै एट्र्याक्सन गरेको कारण चाहिँ उहाँ फर्किएको। अनि यस कुरामा चाहिँ म दुई चित्त छैन कि उहाँमाथि चाहिँ परमेश्वरले अनुग्रह गर्नुभयो। हालेलुया। सबैमाथि अनुग्रह गर्दैन, हर कोही फर्किँदैन। अनि यो भिडियो हेरेर कतिजनाले हेर्छ ऊ त बिहा भयो अन्य जातिसँग, अब म पनि अन्य जातिसँग बिहा गर्छु, पछाडि म उसलाई बुढालाई उसले यस्तो बनाउँछु, उसलाई यस्तै फर्काउँछु भनेर चाहिँ नसोच्नुहोस्। उहाँ जस्तै जसरी भाग्यमानी हुन्छ उहाँ जस्तो धन्य चाहिँ हर कसै हुँदैन, याद गर्नुहोस्। उहाँ सोझो हुनुहुन्थ्यो, मनको सोझो, यसकारण परमेश्वरको प्रेम उहाँमाथि उडिल्यो, उहाँलाई फर्कायो। यसकारण उहाँ जस्तै सबैलाई अनुग्रह गर्दैन परमेश्वरले, अनि उहाँद्वारा बाँच्यो। अनि अहिले म यो प्रश्न छ, अब अहिले तपाईँको जीवनमा भर्खर अब तपाईँले अनुभव गर्यो होइन, 45 वर्षमा 1 वर्ष भयो प्रभुको सङ्गतिमा, 1-2 वर्ष भयो। अब अहिले चाहिँ कस्तो अनुभव छ तपाईँको, कस्तो चल्दैछ विश्वासी जीवन? अहिले प्रभुको आशिषले राम्रै चलिरहेछ। सानो दुःखहरू त हुन्छ, अनि प्रभुलाई चाहिँ अब प्रभुमा बढ्दै जानु चाहन्छु। हामीद्वारा हाम्रो गाउँमा पनि यसो वरिपरि अन्य जातिहरू प्रभुको निम्ति प्रभुलाई विश्वास गर्ने होस्, म उनीहरूको लागि प्रार्थना गरिदिन्छु। अहिले म धेरै उयसमा छु, शान्तिमा छु। पहिले त अब शान्ति थिएन, जति नै खाँदा हिँड्दा। हुन त हामीले इन्जोय त बहुत गऱ्यो, खायो लगायो, पुरा हिँड्यो घुम्यो, तर म कहिले यसरी शान्ति पाएको थिएन। तर अहिले चाहिँ फेरि पनि प्रभुले मलाई फेरि पनि ल्याउनु भयो, फर्काइनु भयो। म प्रभुलाई धेरै धेरै धन्यवाद दिन्छु। र म बहुतै शान्ति छ अहिले। म खाए पनि नखाए पनि मेरो घरमा जस्तै दुःख आए पनि जे भए पनि म शान्ति, मनमा चाहिँ शान्ति छु। र प्रभु एकदम म तपाईँमा बढ्नु चाहन्छु। अनि मैले जे गल्ती गर्यो अब त्यो चाहिँ अब प्रभुले क्षमा गरिदिनुहुन्छ। यही भन्नु आँटेको मैले, तपाईँको परमेश्वरसँग के उजुरी छ? अब तपाईँले एकान्तमा त भन्नुहुन्छ, प्रार्थना गर्दा भन्नुहुन्छ होइन, दुःख पोख्नुहुन्छ अथवा क्षमा माग्नुहुन्छ, आफ्नो उयो मानिन्छ। अब त्यो उजुरी तपाईँको मनमा के छ? अब यहाँ सबैको छ भने पोखिदियो भने राम्रो हुन्छ। तपाईँको इच्छा, तपाईँको परमेश्वरसँग के वार्तालाप छ, के इच्छा छ, के वार्तालाप छ, के भन्नु चाहन्छ परमेश्वरसँग? तपाईँको के छ उजुरी? भन्नुहोस्। तपाईँको साँचो, मैले भने घबराइकन भित्रबाट नलजिकन जे छ, दुःख छ भने दुःख, सुख छ भने सुख, म यस्तो हो भने उसो, जस्तो छ त्यस्तै भन्नुहोस्। एकदम उसले हेर्छ, उसले देख्दैछ, हेर्दैछ भनेर होइन, तर साँचो परमेश्वरको उपस्थिति हो। परमेश्वरको उपस्थितिमा तपाईँको मनमा जे छ त्यही भन्नुहोस्। गुनासो छ भने गुनासो, प्रेम छ भने प्रेम, आनन्द छ भने जस्तो छ त्यस्तै पोख्नुपर्छ तपाईँले, त्यस्तो छ। म प्रभुमा अहिले बहुत आनन्द छु। अनि अलिकति मन खोलेर भन्नुहोस्। अलिकति अब मेरो हस्बेन्ड चाहिँ अलिकति साह्रो पर्दैछ प्रभुमा आउनु। उसको लागि चाहिँ अलिकति हस्बेन्डपट्टि मात्रै तपाईँले भन्नु चाहेको चाहिँ अब समस्या सायद समस्या पऱ्यो होइन। पहिले प्रभुलाई तपाईँ सेवा सङ्गतिमा नजाँदाखेरि घरमा समस्या थिएन,
समस्या आउँदाखेरि पनि केही उयो हुन्थेन कि आउँथ्यो समस्या चाहिँ आउँथ्यो तर अहिले यसो आउँथेन अहिलेको जस्तो चाहिँ आउँदैन थियो अब अहिले प्रभुमा आइकिन चाहिँ अलिकति घरमा समस्या छ त्यही भन्नु छ हजुर भन्नुहोस् अब यही भन्नुहोस् अनि पहिला यस्तो सबै ठिकठाकै थियो लडाइँ झगडा त हुन्थ्यो बुढाबुढीमा तर पनि यस्तो ठुल्ठुलो समस्या आएको थिएन तर अहिले फेरि पनि प्रभुमा आइकिन चाहिँ समस्या अहिलेको जस्तो समस्या त आएको थिएन अहिले दुई गुना समस्या होइन पहिले 1 गुना थियो भने अहिले प्रभुमा आइकिन सेवा सङ्गति आइकिन चाहिँ तपाईँको 2 गुना समस्या बढेको छैन हजुर समस्या बढ्दै जाँदैछ अहिले पनि बढ्दै जाँदैछ एक मनले सोच्दैछु म यो के होला यति साह्रो फर्स्टमा चाहिँ मेरो हस्बेन्ड चाहिँ अलिक विश्वास गर्ने भएको थियो तर अहिले वरिपरि यस्तै उयो भएर होला ऊ एक्लै भएर एकान्तमा हामी कुनामा एउटा मात्रै 2 घर छ तर त्यो घरमा यतापट्टि हाम्रो घरसँगमा विश्वासै नै छ तर त्यो घरमा छोरा छैन त्यहाँ कम्ती परिवारले गर्दाखेरि उनीहरू भित्रै बस्छ अब अलिकति हुने खाने नै छ तर हामी त अब खुल्ला हामी गरिब मान्छे हामी काममा आउने जाने अनि त्यही भएर चाहिँ अन्त उनीहरूसँग उनीहरूको घरमा आउँछ त्यति छैन बाहिर निस्किन मात्रै बोल्छु तर मेरो बुढा चाहिँ अब हस्बेन्ड चाहिँ त्यही हो एक्लै भएर चाहिँ उसलाई हरेक किसिमको विरोधहरू आएर सुन्छ उसले भड्काउँदो रहेछ कोले अनि त्यही भनेर चाहिँ उसले अलिकति उयो फेरि पनि अब त्यो सायद समस्या ल्याउँदैछ झगडा पनि हुँदैछ हजुर झगडा चाहिँ डेली हुन्छ कि झगडा तर मलाई म यो झगडा प्रभुमै छोड्दैछु प्रभुकै इच्छा हो अब प्रभुले नै सम्हाल्नुहुन्छ सबै कुरो प्रभुमा छोडिदिनुपर्छ म त्यति भन्दैछु म एउटा कुरा भन्न चाहन्छु जसले भिडियो हेर्दैछ हामी विश्वासीहरू के गर्छ नि खालि आफ्नै लागि मात्रै प्रार्थना गर्छ सुख शान्तिको लागि यहाँ देख्नुभयो अहिले कसरी कतिजनाले कस्तो जीवन जिइरहेको छ पहिले भन्दा प्रभुलाई विश्वास गरेको कारण धेरै दुःख कष्टहरू घरमा आउँछ समस्या आउँछ हेर्दा बुढालाई छोड्ने कि प्रभुलाई छोड्ने भन्ने स्थितिमा आउँछ अहिले छ अनि विश्वासीहरूले मैले याद यस्तो उहाँ जस्तो धेरै छ हेर्नु त प्रभुलाई ग्रहण गरेको कारण मूल्य चुकाउँदैछ अहिले अब कति दिन मूल्य यो भन्नु सक्दैन तर विश्वासीहरूले यस्तो उहाँ अहिले हाम्रो छेउमा छ तर यस्तो कतिजना छ जो यस्तोमा अगाडि फ्रन्टमा आएको छैन अनि विश्वासीहरूले यस्तोको लागि प्रार्थना गर्नुपर्छ यस्तो जीवनमा अनि एउटा कुरो याद गर्नुहोस् जब प्रभुलाई विश्वास गर्छ त समस्या आउँछ उहाँलाई जस्तै सबैले कति समस्याबाट पार हुन्छ कतिलाई आएको छैन तर फिलहाल अहिले उहाँलाई समस्या चल्दैछ अनि उहाँको घरमा अब उहाँको मुखले उहाँद्वारा चाहिँ हामीले थाहा पायौँ कि उहाँको घरमा अहिले धेरै समस्या छ किनकि उहाँको हस्बेन्डले पूर्ण रूपले प्रभुलाई ग्रहण नगरेको कारण होइन हालेलुया उहाँको हस्बेन्डले चाहिँ भित्रबाट प्रभुलाई ग्रहण नगरेको खालि धर्मलाई मात्रै ग्रहण गरेको कारण जसरी उहाँले अहिले प्रभुलाई पूर्ण रूपले प्रभु यीशु ख्रीष्टलाई ग्रहण गर्यो त्यसरी नै उहाँको हस्बेन्डले प्रभु यीशु ख्रीष्टलाई ग्रहण गरेको छैन तर क्रिस्चियन धर्मलाई ग्रहण गरेको कारण यो भएको अनि मनको खतना उहाँ जसरी उहाँको मनको खतना भएको छ त्यसरी नै उहाँको हस्बेन्डको मनको खतना नभएको कारण घरमा फुट आउँदैछ अनि तपाईँको हस्बेन्डले कुन शब्द लिएर चाहिँ तपाईँलाई ग्याङ गर्छ लु यो दर्शनहरूको सामुन्ने भनिदिनुहोस् के भन्छ उसले चाहिँ ठिकै यता प्रभुको बारेमा पनि ठिकै भन्नुहुन्छ तर उसकोमा खै के हुन्छ म यति नै भन्न चाहन्छु उसको लागि नै प्रभुको बारेमा त विराट उसले केही पनि भन्दैन गर्दैन ठिकै अब पास्टर बाउसँग हामीले जुन शिक्षा पाउँछ वचनहरू सुनेर पास्टर बाउद्वारा हामीले सुन्छौँ अनि त्यो पनि कुरा गर्नुहुन्छ राम्रै कुरा गर्नुहुन्छ तर उसलाई पनि थाहा हुँदैन कि म के भन्दैछ भनेर अनि अलिकति उसले भन्नु त भन्छ अनि यसो पनि सोध्छ म अब विश्वासीमा गएँ अब मलाई मेरो आफ्नो मान्छेहरू के भन्छ होला भनेर त्यति साह्रो बुझेको छैन उसले अनि त्यही भनेर चाहिँ तपाईँहरू जसले भिडियो हेर्नुहुन्छ मण्डलीको मान्छेहरू मेरो हस्बेन्डको लागि चाहिँ अलिक प्रार्थनाहरू गरिदिनुहोस् उसले अलिक बुझ्नुमा गाह्रो पर्दैछ अनि
उहाँको भने यही हो, घरमा समस्या छ हस्बेन्डको लागि चाहिँ प्रार्थना गरिदिनुहोस्। विशेष हस्बेन्डले चाहिँ प्रभुलाई साँचो तौरले ग्रहण गरेको होस् भनेर उहाँको अपिल यही हो। आजको गवाईद्वारा दुईवटा कुरो पोइन्ट छ याद गर्नु। दुईवटा पोइन्ट के हो भन्दा चाहिँ 2-3वटा पोइन्ट छ। एउटा पोइन्ट चाहिँ आज जसरी तपाईँले पहिले बिहा गर्नुभन्दा अगाडि प्रभुदेखि टाढो भयो, अहिले टाढो हुनसक्छ तपाईँ प्रभुदेखिको? म कहिले हुँदिनँ बुढो। घरमा ठुल्ठुलो जति नै समस्या होस् तर म प्रभुदेखि चाहिँ टाढो हुँदैन। किन भन्दा त प्रभु हामीलाई नयाँ जीवन, हाम्रो जीवन दिनेवाला प्रभु, हाम्रो जीवनलाई बचाउने। अनि जस्तै ठुलो समस्या आयो भने पनि म प्रभुलाई छोड्दिनँ। म प्रभुमै हुन्छु, मलाई मारोस् काटोस्, हालेलुया। म तर प्रभुले छोड्नु सक्दिनँ। अनि मैले जस्तो सोचेको थिएँ बाहिरबाट घरमा आउँदाखेरि मैले राम्रो मण्डली पाओस् भनेर सोचेको थियो म। अनि मण्डलीमा जाने बित्तिकै राम्रो मण्डली पाओस् भनेर म त्यति साह्रो, यत्रो साल भयो बिहा गरेको तर म गाउँमा पनि त्यति घुमेको छुइनँ अहिलेसम्म। काम गर्नेले गर्दाखेरि, काम र घर गर्नेले गर्दाखेरि यति साह्रो म मान्छे पनि चिन्दिनँ अहिलेसम्म। तर मैले जस्तो उहाँबाट सोचेर प्रार्थना गरेर आएको थिएँ त्यस्तै यहाँनिर अब मण्डली पाएँ। यहाँ राम्रो मण्डली पाएँ, राम्रो मण्डली पाएँ, सोचेको यस्तो मण्डली पाएँ, सोचेको जस्तै। त्यही भन्नु चाहेको तपाईँलाई धन्यवाद दिन्छु। अब मैले जे भन्नु चाहेको जसरी पहिले अब तपाईँले होइन जन्मिएर यसो एउटा पतिको लागि प्रभुलाई छोडे होइन, त्यही फरक छ भनेको प्रभुलाई पाउनु र नपाउनुमा होइन। पहिले अब प्रभुलाई छोड्यो, अहिले कतिजनाले अन्य जातिलाईसँग बिहा गर्छ त्यही कारण अब प्रभुलाई नपाऊ। अब अहिले चाहिँ तपाईँले जस्तै दुःख कष्ट आए पनि प्रभुलाई छोड्दिनँ भनेर भन्नुभयो। अब फरक यही छ पहिलेको र अहिलेमा होइन। अब यही तपाईँको जीवनमा यही नयाँ परिवर्तन भनेको नि परिवर्तन आयो तपाईँको जीवनमा, पुरानो जीवन नयाँ जीवन। दोस्रो कुरा चाहिँ के यो गवाईबाट के पोइन्ट छ भन्दा जन्मिएर शारीरिक जन्म अनि अर्को नयाँ जन्म हुन्छ। अनि अर्को कुरा चाहिँ के भने उहाँले सङ्गतिमा जाँदाखेरि त्यो सेवा सङ्गतिमा भनेको वचनले उहाँलाई फर्कायो। हालेलुया। अनि केले फर्कायो भन्दा चाहिँ विशेष चाहिँ मनमा विवेकले दोष आयो होइन तपाईँलाई, मैले प्रभुको नजरमा गलत गरेको छु होइन। त्यही कुराले जबसम्म एउटा विश्वासीलाई त्यो मैले गलत गरेको छु भनेर सोच्दैन तबसम्म फर्किँदैन। तपाईँलाई यो ठुलो कुरो पवित्र आत्माले तपाईँलाई फर्कायो। तैँले गलत गरिस्, तैँले अन्य जातिसँग बिहा गरेर प्रभुलाई छोडेर चाहिँ तैँले ठुलो गल्ती गर्दैछस् भनेर तपाईँलाई विवेकले दोस्यायो होला होइन। यही कुरा आज धेरैजना छ जो मैले अघि भने फर्केको छैन। याद गर्नु, अन्य जातिसँग बिहा गरेर फर्केको छैन। किन थाहा छ? उनीहरूलाई विवेकले दोस्याएको छैन, विवेकले दोस्याउँदैन। अनि विवेकले दोस्याउनु भनेको चाहिँ पवित्र आत्माले सही जग्गामा ल्याउनु। हालेलुया। यो प्रभुलाई धन्यवाद होस्, प्रभुले तपाईँको विवेकलाई इस्तेमाल गरेर तपाईँलाई फर्कायो। अहिले धेरै छ विश्वासीहरू यहाँ अन्य जातिसँग बिहा गरेको छ जसलाई विवेकले दोस्याएको छैन। हालेलुया। हाँसी दिलाइके हेरेर यत्रोवटा सिन्दुर लगाएर हिँडेको देखिरहेको छु, तर विवेकले दोस्याएको छैन। यो विवेकले दोस्याउनु नै प्रभु उहाँ फर्काउनु हो। यो पोइन्ट याद गर्नु। अनि यो तेस्रो पोइन्ट चाहिँ के भने पहिले दुःख त थिएन, दुःख त जीवनमा हुँदै गर्छ, तर प्रभुलाई विश्वास गरेको थिएन, साँचो तौरले प्रभुपट्टि फर्केको देखि चाहिँ दुःख बढ्यो होइन। हालेलुया। दुःख पहिले कम्ती थियो भने प्रभुलाई विश्वास गरेको देखि चाहिँ दुःख बढ्दैछ। याद गर्नु, सुख पायो भनेर यो गवाई दिएको होइन हामीले, प्रभुको गवाई नै दुःख हो। अनि अन्तमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? यही अहिले सुन्यो गवाईद्वारा हामीले के थाहा पायो भने तपाईँलाई परमेश्वरले फर्काउनु भएको, मान्छेले फर्काएको होइन। तपाईँ यस्तो धेरै छ जो फर्किएन होइन। अनि तपाईँलाई परमेश्वरले फर्काउनु भएको, अनि जसरी तपाईँलाई फर्कायो परमेश्वरले त्यसरी तपाईँको पतिलाई पनि फर्काएको होस् भनेर म चाहिँ प्रार्थना गर्छु। हालेलुया। अनि एक दिन तपाईँको साथमा बसेर यसरी तपाईँ र तपाईँको पतिको फेरि पनि यसरी भिडियो हाल्नेछौँ हामी एक दिन। अनि तपाईँको केही छ अझै भन्ने? केही छ? छैन? लु त आजको गवाईद्वारा
गए 25 मिनट भएछ 25 मिनटको गए आउनुहोस् हामी प्रार्थना गर्ने यस गएले सबैलाई आशिष दिउँ आउनुहोस् यो गएद्वारा याद गर्नुहोस् है यो गएद्वारा धेरै मान्छेले गए हेर्छ अनि यस गएद्वारा आशिष भएको छ हामी अहिले इन्टरनेटमा हाल्नेछौँ धन्यवाद यीशु पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा परमेश्वर समयको लागि धन्यवाद तपाईँको छोरीलाई तपाईँले फर्काउनु भयो प्रभु धन्यवाद तपाईँको हातमा यो गएद्वारा जतिजनाले यो गए सुन्छ हरेक आशिष पाएको यस छोरीलाई आशिष दिन्छु धन्यवाद प्रभु यीशुको नाम आमेन।